राधाकान्त पन्त राष्ट्रिय प्रजातन्त्र पार्टी सुदूरपश्चिम प्रदेश कमिटीको सदस्य कार्य सम्पादन समितिमा छु र म पेसाले सशस्त्र प्रहरीको रिटायर्ड पूर्व एसपी पनि हो। यो आन्दोलनको बारेमा तपाईँ के भन्न चाहनुहुन्छ? यो आन्दोलन जनताको लागि देशको लागि गरिएको आन्दोलन हो। यो विशुद्ध नेपाली जनताले कुनै विदेशमा बसेर न नोइडामा बसेर न जबलपुरमा बसेर न तपाईँको बनारसमा बसेर न कलकत्तामा बसेर प्लान बनाएको होइन। नेपाली माटो धर्म संस्कृति रीतिरिवाज चलन सभ्यता सुहाउँदो नेपालीले आफ्नो मनोभावनाले अन्तर आत्माबाट उजागर गरेको आन्दोलन हो। यसमा सबैले सहभागी भएर एकचोटि राष्ट्रिय झन्डा मुनि त्यहाँ कसै दलका झन्डा छैनन्, आफ्ना आफ्ना विचार होला, आस्था होला, आफ्ना आफ्ना सिद्धान्त होला, तर राष्ट्रियताको सवालमा राष्ट्रिय झन्डा मुनि सब नेपाली एक ढिक्का भएर नेपाल र नेपालीको पहिचान बनाउने वास्तविकता के हो त्यसको लागि यो आन्दोलन भइरहेको कुरा म यहाँसँग जानकारी गराउन चाहन्छु। हरेक चिजको टाइम हुन्छ। वैदिक सनातन धर्मलाई पनि हेर्नु